तपाईबाट सम्बोधन गर्दै गर्दा चाहिँ उहाँसँगको एउटा सम्बन्धको भावना चाहिँ एकदम निकटताको भएको हुँदैन, टाढाको हुन्छ। त्यसो भएको भए चाहिँ हामीले सम्मान गर्नुपर्ने हुन्छ, सम्मान प्रकट हुन्छ। जब हामी तपाईँबाट चाहिँ तिमीमा झर्छौँ अलिकति घनिष्ठता बढेको जस्तो हुन्छ, जब हामी तमा झर्छौँ नि अत्याधिक घनिष्ठता बढ्दै जान्छ क्या। नेपाली पनि त्यही त हो होइन। त्यसो भएको भए चाहिँ हामीले के बुझ्नु पर्यो भन्दा चाहिँ शिष्ट भाषा भनेको चाहिँ है, शिष्ट भाषा भनेको चाहिँ एउटा सम्मान पुर्याउनको लागि बोलिने हो। तर ठाडो भाषा भनेको चाहिँ आत्मीयता, घनिष्ठता, सम्बन्धलाई चाहिँ निकटता बनाउनको लागि चाहिँ बोलिने एउटा भाषा हो भनेर चाहिँ हामीले कोरियनमा मात्र होइन नेपालीमा पनि त्यो नै हो। त्यसरी नै हामीले बुझ्नुपर्ने हुन्छ है। ल ठिक छ, बुझ्नुभयो होला होइन। ल ल उठ्नु तपाईँ उठ्नु। आबजी के छ? खिगा खुसी हो? उल्टा गर्ने खुसी हो। आबजी के छ है? खिगा खुसी हो? हुनुहुँदो रहेछ होइन? बुवा अग्लो हुनुहुन्छ? प्रश्नै गरे हो होइन? अब तिमी एउटा त तिमी खाजोगुन छेकुम फेतो नामै अप्सयो भेट्न पाउनु हुँदैन होइन? ल बस तिमी एउटा नि आबजी के छन्? छिबे के छ यो? घरमा हुनुहुन्छ है? ल बस अनि यो आबजी के छन्? नेपाली सासे हो? नेपालमा बस्नुहुन्छ है? ल बस ल के त तिमी एउटा त अमिसा होला तिमी एउटा नामदोङ सेगुन छिगुम खेम हेयो। नामदोङ सेगुन छिगुम खेम हेयो। गेम खेल्दैछ। ल बस न। ल तिमी एउटा तिमी हो तिमी एउटा है। फोङ सिनो नामदोङ सेगी सयो। ल एउटा जुन उठ्यो भने ल तिमी एउटा लास्ट। फोङ सिगुन नामदोङ सेगुन इसयो। फोङ सिनुन नामदोङ सिङ इसयो। फोङजीको चाहिँ भाइहरू छ होइन? भाइ बहिनी छ। ल बस ल तिमी एउटा तिमी एउटा खाजोक साझिनी ने हो इबुनी अमनी से हो। आमा हुनुहुन्छ होइन? ल बस ल सञ्चिता तिमी एउटा आमाले के छन्? हानको के छ? मुसुर हिरो लाग्छ हो। आमाले कोरियामा के काम गर्नुहुन्छ? ल बस ल तिमी एउटा फोङसी अमनी के छ? हानको के छ यो? फोङसी अमनी के छ? हानको के छ यो? बस ल नाम्सीका नमन थप्ने हो लगी रहेछ नि त होइन? ल बस है। बिग्नौला आनियो खपीका खेल्लो तो गप्ची आनायो। तो गप्ची आनायो खासै तातो आनियो खपीका खेल्लो तो गप्ची आनायो। तातो छैन। ल बस तिमी एउटा ल तिमी एउटा ने खपीका मासी सयो। ने खपीका मासी सयो। अभी मिठो छ होइन? ल बस ल तिमी एउटा तिमी एउटा फिगा मानी वायो सौर्य तो फिगा वायो। सौर्य तो फिगा वायो
आएको छ हैन अब तिमी पनि उठेर अनुरुन पारामी पुर्यो फेल्लो आन्त भयो त्यस्तो धेरै गर्मी छैन हैन अब तिमी उठ खुरम मानी थवयो त्यसो भए धेरै गर्मी छ त हैन अब ल तिमी उठ त तिमी लास्ट बेन्च ल छाया सिनुन मोसुन खेजरो छोआयो छायाजीले कुन चाहिँ नि त मन पराउनुहुन्छ हैन अब तिमी उठ मेसिए छम्सिमोल मगज सम्निका मेसिए छम्सिमोल मगज सम्निका मेसिए छम्सिमोल मगज सम्निका खानु मगज सम्निका खानु भयो है कति बजे दिउँसो खाना खानु भयो ल बस मस यता तिमी खालोसी आगो खाची छोल्को नाम्निदा सँगसँगै काममा जान्छु प्रस्थान गर्छु होइन छोल्को नाम्निदा है ल बस ल तिमी मेसिए छोल्को नाम्निका कति बजे काममा जानुहुन्छ होइन ल बस ल तपाईँ उठ्नुहोस् त तपाईँ हो छनुन कमाउने छ उन्दम हेस सुन्निदा व्यायाम गर्छ उन्दम हेस सुन्निदा व्यायाम गरे है ल बस तिमी उठ तिमी ल तिमी उठ अनुल एदल सिए छिबे खाल गम्निदा घर जानेछु है अब सर ल उठ त तिमी हेलो आनियो सुयोरे इरी मानायो धेरै काम छ ल बस ल यहाँनिर तिमी उठ यता अगाडि तिमी उठ है अनुरी मोसन एउरी हो कुन बार हो होइन ल ठिक छ बस त ल हरि पनि उठ कोकामसी छुमारी मो यसयो छुमारी मो यसयो के गर्नुभयो होइन ल बस ल शिवा उठ अनुरुन यमरुल खुवाया दोयो हेर्नुपर्छ है अब तपाईँ हेर्नुहोस् अनुरुन यमरुल खुवाया गेसयो ल तिला उठ तिमी मातो एसा छाङ्गुल फास सुम्निदा खुरीको छिनगुल माना सुम्निदा खुरीको छिनगुल माना सुम्निदा साथीलाई भेटी नबस तिमी पनि उठ रेणुका यो जुन सिनुन मोल ए सुम्निका के गर्नुभयो छन खमाउने छ उन्दङ यसुम्निदा पार्कमा व्यायाम गरे हैन अब